के तपाईहरू आइपिओ भर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सानीगाड हाइड्रोले जेठ 14 देखि आइपिओ ल्याउने भएको छ। तपाईहरूले यसमा आवेदन दिन सक्नुहुनेछ। हो दर्शकबिन, सानीगाड हाइड्रो लिमिटेडले जेठ 14 गतेदेखि आम सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई 46,74,000 किता सेयर निष्कासन गर्न लागेको हो। यस निष्कासनमा जेठ 20 गतेसम्म आवेदन दिन सकिने भएको छ। आवेदन दिँदा न्यूनतम 10 किता र अधिकतम 20,000 किताको लागि आवेदन दिन सक्ने भएको छ। सेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। यस कम्पनीको बझाङमा 34.46 मेगावाटको अफर कालङ्गागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी 2079 फागुनदेखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खागेश्वर बोहरा, शिव प्रसाद घिमिरे र तीर्थराज चटौत रहेका छन्। कम्पनी सचिवको रूपमा प्रमोद आचार्य रहेका छन्। सर, यो किन यस्तो मेगावाटको छ भनेर त्यो चाहिँ भरोन